बादल फाटेपछि जब आकाश खुल्ने रहेछ, बादल फाटेपछि जब आकाश खुल्ने रहेछ, झरेको पातले पनि उड्ने सपना देख्ने रहेछ। बादल फुटेपछि जब आकाश खुल्ने रहेछ, झरेको पातले पनि उड्ने सपना देख्ने रहेछ। समयका पलहरू आउँछन् जान्छन्, समयका पलहरू आउँछन् जान्छन्, कैद गर्न सके यो संस्मरण बन्ने रहेछ। निषेधको रातो बत्ती हेर्दै नहेरी जब बाटो काट्दै थिए, एकाएक ठोकिए मै गाडीसँग, छिनमै उड्यो बाटो प्राण पखेरु। तर कसिलोसँग समाइरहेकै थिए रेडियो, ठुलो आवाजमा सुनिँदै थियो यो रेडियो नेपाल हो। केही बेरमा बाको आफ्नै दुर्घटनाको समाचार पनि भन्दा रेडियोले, केही बेरमा बाको आफ्नै दुर्घटनाको समाचार पनि भन्दा रेडियोले। तर कसले सुन्दा? कसैले सोधे हाँसेर भन्छु, कसैले सोधे हाँसेर भन्छु, जिन्दगी चलिरहेछ। कसैले सोधे हाँसेर भन्छु, जिन्दगी चलिरहेछ। हत्केलाका औँला भाँचेर भन्छु, हत्केलाका औँला भाँचेर भन्छु, जिन्दगी चलिरहेछ। उठ भन्यो उठे, बस भन्यो बसे, उठ भन्यो उठे, बस भन्यो बसे, सधैँ उसकै तालमा। उठ भन्यो उठे, बस भन्यो बसे, सधैँ उसकै तालमा। ताल मिलाउँदै नाचेर भन्छु, जिन्दगी चलिरहेछ, जिन्दगी चलिरहेछ। स्क्रोल गरेर बन्दैन देश भन बनाउँछिन् उनी, स्क्रोल गरेर बन्दैन देश भन बनाउँछिन् उनी। टेबलको चिया पिउँदै भन्छु, जिन्दगी चलिरहेछ। टेबलको चिया पिउँदै भन्छु, जिन्दगी चलिरहेछ। अलार्म बज्छ हरेक बिहान उठाउन निन्द्राबाट, अल्छी गर्दै अलार्म निभाउँछु, जिन्दगी चलिरहेछ। कसैले सोधे हाँसेर भन्छु, जिन्दगी चलिरहेछ। पुलुक्क हेर्छु मुसुक्क हाँस्छु, जिन्दगी चलिरहेछ। समग्र राष्ट्रले आज बौद्धिक व्यक्तित्व रोज्दछ। समग्र राष्ट्रले आज बौद्धिक व्यक्तित्व रोज्दछ। प्रकृति वनपाखाले युवाको जोस खोज्दछ। प्रकृति वनपाखाले युवाको जोस खोज्दछ। यो कुर्सीले मलाई बोलाइरहन्छ, यो कुर्सीले मलाई बोलाइरहन्छ। यसो गर उसो गर अराइरहन्छ, यो कुर्सीले मलाई बोलाइरहन्छ। यसले आफूबाट मलाई टाढा बनायो, यो कुर्सीले मलाई आफूबाट टाढा बनायो। तर अझै पनि आफू नजिक मलाई बोलाइरहन्छ। अलि त मेरो आफ्नै पनि दोष छ, अलि त मेरो आफ्नै पनि दोष छ। कहाँ भन्छु म अरूमा नै खोट छ, अलि त मेरो आफ्नै पनि दोष छ। कहाँ भन्छु म अरूमा खोट छ। चाटुकारहरूले मलाई सराइरहन्छ, यो कुर्सीले मलाई बोलाइरहन्छ। तिमी उता जलिरह्यौ सल्किरह्यौ, तिमी उता जलिरह्यौ सल्किरह्यौ, म यता पग्लिरहेँ पिल्सिरहेँ, म यता पग्लिरहेँ पिल्सिरहेँ। मेरै भूगोलमा, मेरै जमिनमा, मेरै झुपडीमा चुकसरी घोकिएका कालीरत्ता रातहरूले मलाई निमेषभर पनि शान्त रहन दिएन, मलाई निमेषभर पनि शान्त रहन दिएन। किनकि अहिले पनि म त्यही मेरै पारिजातको बोट मुन्तिर छु, अहिले पनि म त्यही मेरै पारिजातको बोट मन्दिर छु। मेरा शरीरभरि नदीहरू बगेका छन्, स्वाभिमान बोक्ने मेरै हिमालको। मेरा शरीरभरि नदीहरू बगेका छन्, स्वाभिमान बोक्ने मेरै हिमालको। ऐठनले बाँच्न गाह्रो भएपछि, ऐठनले बाँच्न गाह्रो भएपछि म शब्द युद्धमा उत्रेकी छु यति बेला। ऐठनले बाँच्न गाह्रो भएपछि म शब्द युद्धमा उत्रेकी छु यति बेला। उदार मनका धीर ज्यादै उच्च विचारका, दयालु दिलका दीप दानी दिव्य दिमागका। सैलजा सरिता जस्तो फुर्किलो हुन्छ लेखनी,
रचिला कविताभित्र पाइन्छ शक्ति मोहिनी। तिम्रो जन्मदिन हो आज, आमा चिच्याउनु भयो, म एक सुरले नसुने झैँ खल्ती भरे मकैले। आमा दोहोऱ्याउनु भयो पुनः केही कुरा, म कोदाली काँधमा राखे। बुबाले हराउनु भयो माथिल्लो गहरामा पानी सबै थुन्नु है। तल्लोमा झार पलाएछ मसिनरी खन्नु है। म हुइके आफ्नै रफ्तारमा, एक हात कोदालीमा अर्को खल्तीमा मकै झिक्यो, मुखमा हाल्यो। मलाई न कुनै हर्ष थियो न कुनै पीडा, मेरो जन्मदिन आज मलाई यति थाहा छ। चल्दैन मैसा तिम्रो जिन्दगी यस्तै पाराले चल्दैन। खानदानकी छोरी हुँ भनेर नमातिनु प्रिय, यस्तै पाराले तिम्रो जिन्दगी चल्दैन। खानदानकी छोरी हुँ भनेर नमातिनु प्रिय, यस्तै पाराले तिम्रो जिन्दगी चल्दैन। सपनामा कविता भन्दा श्रोताहरूले ताली पड्काउन, म त झल्यास बिउहरूले श्रीमतीले गाला जोड्नु। आवरणमा सफा भएको सफा कपडा फेर्नुहोला, शिरदेखि पाउसम्म आफ्नै शरीर हेर्नुहोला, शिरदेखि पाउसम्म आफ्नै शरीर हेर्नुहोला। देख्नेले त देखिहाल्छ, बाहिरभित्र सबै देख्छ। देख्नेले त देखिहाल्छ, बाहिरभित्र सबै देख्छ। यो नठान्नु खराब शत्रु असल मित्र सबै देख्छ। देख्नेले त देखिहाल्छ, बाहिरभित्र सबै देख्छ। यो नठान्नु खराब शत्रु असल मित्र सबै देख्छ। एउटा भवन मन्दिर बन्छ, छानामाथि गजुर हुन्छ। स्वच्छ मान्छे नेता बन्न चरित्रले हजुर हुन्छ। स्वच्छ मान्छे नेता बन्न चरित्रले हजुर हुन्छ। नचिनेका मान्छेले नै भोलि तपाईँ चिन्नुपर्छ। नचिनेका मान्छेले नै भोलि तपाईँ चिन्नुपर्छ। दागै दाग देखे भने शिर झुकाएर हिँड्नुपर्छ। दागै दाग देखे भने शिर झुकाएर हिँड्नुपर्छ। एक मुट्ठी मुस्कान थियो साँचेको सम्हालेर राख है। निशानी थियो सङ्घारको दियो जोगाएर राख है। एक मुट्ठी मुस्कान थियो साँचेको सम्हालेर राख है। निशानी थियो सङ्घारको दियो जोगाएर राख है। कमजोरीमा तिम्रो चाहमा डुब्नु मेरो बाध्यता थियो। कमजोरीमा तिम्रो चाहमा डुब्नु मेरो बाध्यता थियो। त्यही चाहनालाई आत्मसात गर्दै बिउताएर राख है। निशानी थियो सङ्घारको दियो जोगाएर राख है। अस्तिसम्म बाल सखाको मेरो साथी खोज्न जाँदा भेटिन्थ्यो। आज ठुलो भएपछि भेट्न जाँदा नचिनी देखिँदैन। आखिर साथी हो मेरो, आजकल किन उसको दीवाना बनिदियो। स्वभाव हुई छ तर उसको नजरमा बनिदियो। मनको वजन ठ्याक्कै कति हुन्छ कुन्नी, कहिले हलुका र कहिले भारी भइरहन्छ। मनको वजन ठ्याक्कै कति हुन्छ कुन्नी, कहिले हलुका र कहिले भारी भइरहन्छ। सायद आँसु पनि मनबाट निस्केर आँखाको बाटो हुँदै झर्छ होला, नत्र आँसु झरेपछि थोरै भए पनि मन हलुका नहुँदो। एक बिहान घाम पनि मेरो दैलो टेक्न आइपुगेको थिएन। एक झोक्का आँधी आयो र चुडायो मलाई। त्यो रुखको हाँगाबाट जहाँ म टुसाएको थिएँ हो त्यही ठाउँ जहाँ पहिलोपटक घामले, हावाले, पानीले र चराले मसँग कुरा गरेका थिए। र मैले महसुस गरेको थिएँ आफ्नो जिन्दगीको पहिलो हतास। अचानक प्रकट भएको त्यो बिहेको क्षणमा मैले माग्न पाइन बिदा। त्यो जरासँग, त्यो हाँगासँग, त्यो रुखसँग, त्यो घामसँग र पानीसँग कुनै एउटा मध्यरातको समयमा
आफूलाई चुपचाप त्यो आनी नसुक्नुको विकल्प थिएन मसँग र थाहा पाउँदा कुनै बिरानो ठाउँमा फ्याँकिदियो व्यवहारिसे लास चाहिँ त्यो रुख त्यो हाँगा र त्यो जराभन्दा निकै पर जहाँ लाखौँ अरब लेखे पनि कोसौँ कोस टाढा गए पनि प्रिय मलाई छ एकै आमाको काठ प्रिय छ मलाई एकै आमाको काठ फुलै फुलको फुलबारी मध्ये सबभन्दा सुवासित लाग्छ मलाई आफ्नै माटोको सुवास फुलै फुलको फुलबारी मध्ये सबैभन्दा सुवासित लाग्छ मलाई आफ्नै माटोको सुवास र त्यहाँ बाटाहरू बन्दैछ टाढा सुदूर पर कतै एउटा स्वर्णिम बिम्ब निहाल्दै सुन्दर बत्तीको आकलन गरेर पाइलाहरू चल्नुपर्छ टाढा सुदूर पर कतै एउटा स्वर्णिम बिम्ब निहाल्दै सुन्दर बत्तीको आकलन गरेर पाइलाहरू बढ्नुपर्छ चढ्नुपर्छ पाइलाहरू बढ्नुपर्छ पाइलाहरू पुराना नियमहरू तार तार पारेर क्रमशः नूतन आस्थाहरू सिद्धेर आकाङ्क्षाहरू बढ्नुपर्छ आकाङ्क्षा मिठो लाग्छ मलाई ता पूर्व कथा प्राचीन संसारको मिठो लाग्छ मलाई ता पूर्व कथा प्राचीन संसारको हाम्रो भारतवर्षको चाकिलो होइन प्रभासारको हाम्रो भारतवर्षको चाकिलो होइन प्रभासारको जाडामा पनि कोही कुसुमका बास्नाहरू सम्झँदै फर्केलातिर फेरि तर पनि बस्थे अकेली हुँदै आजको यस कार्यक्रमका सहभागीहरू र सम्पूर्ण साहित्यप्रेमी साथीहरू समुदायका दाजुभाइ दिदीबहिनीहरू सबैलाई नमस्कार भन्न चाहे म अब तपाईँको साथी सम्पूर्ण जे होस् तपाईँहरूले जुन हिसाबले हामीलाई यो पुरस्कार चाहिँ बाँड्ने दिने जुन वातावरण बनाइदिनु त्यसको लागि म अन्तर्राष्ट्रिय साहित्य समाजलाई विशेष प्रमाणपत्र आज मिति 2082 साल कार्तिक 30 गते आइतबारका दिन 117औं लक्ष्मी जयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अदालतद्वारा आयोजित पुष्पराज भूकुमारी साहित्य पुरस्कार 2082 कविता प्रतियोगितामा तृतीय पुरस्कार श्री विमल चन्द्र पगेनीज्यूलाई प्रदान गरिएको छ। 82 कविता प्रतियोगिता पुरस्कार तृतीय पुरस्कार श्री टीका शिवाकोटीज्यूलाई प्रदान गरिएको छ। तृतीय पुरस्कार श्री लीला श्रेष्ठज्यूलाई प्रदान गरिएको छ। प्रथम पुरस्कारका लागि प्रवासी सुमनजीलाई बोलाए। हाम्रो बल कार्यक्रमलाई शोभायमान बनाउनको लागि कार्यक्रमलाई आकर्षक बनाउनको लागि र कविता लेख्नको लागि प्रेरणा दिनको लागि एउटा पुरस्कार स्थापना गरिदिनु हुने गौरीराज जोशीज्यूलाई धेरै धेरै धन्यवाद छ। यहाँ उपस्थित हुनुभएका आज गण्यमान्य ज्यूहरू सम्पूर्णमा मेरो नमस्कार छ। आज निर्णायक मण्डलमा बस्नुहुने शैलेश आचार्य दाई, युवराज भट्टराईज्यू अनि कृष्ण कुसुम भाइलाई धेरै धेरै धन्यवाद। प्रतियोगी अप्रतियोगी गरेर हामीले 18जना कविहरूलाई पायौँ। यहाँनिर यो कार्यक्रमहरूमा प्राय जसो कुनैदेखि बाहेक कुनै एउटादेखि बाहेक प्रत्येक कार्यक्रममा मसँग मेरो श्रीमान आउनुहुन्छ। मेरो श्रीमानले मलाई कार्यक्रम र आगामी समिति यस्तो बेजोडको बन्नेछ भन्ने मैले आशा लिएको छु कि आशा होइन भरोसै लिएको छु। यहाँ यस्ता गजलकार, यस्ता युवा हाम्रो अध्यक्षज्यू, यस्ता युवा होइन सबैजना बहिनीहरू लागेर चाहिँ यो संस्थालाई चाहिँ नि अहिलेसम्मको सुपर डुपर बनाउनु होला भन्ने चाहिँ नि अहिलेसम्म भएको छ त्योभन्दा सुपर डुपर बनाउनु होला भन्ने चाहिँ भन्दै र बधाई दिँदै शुभकामना दिँदै मेरो चाहिँ जाने बेला भयो। त्यसकारण यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको सभा पनि समापन